नमस्कार, अपन न्यूजमा स्वागत छ। अब समाचार विस्तारमा। राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सभामुखमा महन्त ठाकुरलाई पठाएर राजपा सरकारको सहयात्री हुने हल्ला निराधार रहेको बताएका छन्। महतरीको पिपरामा हुन लागेको उपनिर्वाचनको प्रचार प्रसारका लागि जनकपुरधाम आएका धनुषाबाट सांसद समेत रहेका नेता महतोले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै राजपा सरकारमा जाने हल्ला धेरै पहिलादेखिको रहेकाले गलत साबित हुँदै जाने बताए। वैकल्पिक शक्ति निर्माणका लागि राजपा तत्काल सरकारमा नजाने समेत उनले बताए। राजपा सरकारमा जाने कुनै कार्यक्रम छैन। हामीले सरकारमै जानुपर्दैन, सुरुमै सरकारमा जाने अफर त आएकै थियो नि। र हामीले पटक पटक भनेका छौँ संविधान संशोधनको सवाललाई सम्बोधन गरिनुपर्दछ। बन्दी साथीहरू छन्, सांसद रेशम चौधरी लगायतका बन्दी साथीलाई रिहाई गर्नुपर्छ, मुद्दा फिर्ता गर्नुपर्छ, अनि मात्रै सरकारलाई सहयोग गर्न मिल्छ। अन्यथा सरकारबाट समर्थन हामीले फिर्ता लिइसकेका छौँ र हामी प्रतिपक्षको भूमिका चाहिँ निर्वाह गरिरहेका छौँ। सरकारमा जाने कुनै सम्भावना छैन। यो त बर्गलाउने कुरा मात्रै हो। मन्त्रीमण्डलको सम्बन्धमा त हामीले केही भन्नु जरुरी भएन। नजाने पूर्व मन्त्री समेत रहेका सांसद महतोले मधेस आन्दोलनका मुद्दा र चुनावी घोषणापत्र आफूहरू नबिर्सेको समेत बताए। मन्त्री परिषद पुनर्गठनको विषय राजपाको लागि नजाने गाउँको बाटो जस्तै रहेका समेत बताए। तर मन्त्रीमण्डल पुनर्गठनमा समाजवादी पार्टीसँग सरकारले गरेको व्यवहारले समाजवादी पार्टीले समीक्षा गरेर निर्णय लिनुपर्ने उनको धारणा छ। नजाने गाउँको बाटो किन सोध्ने? हामी सरकारमा पनि होइन र सरोकार पनि छैन। त्यसैले सरकारमा रहेको पार्टीलाई नि थाहा होला पुनर्गठन सम्बन्धमा के भयो। र उहाँ समाजवादीको कुरा गर्नुभयो, त्यो समाजवादी पार्टीलाई थाहा होला। त्यो पार्टीको अवस्था, त्यो पार्टीसँग गरिएको व्यवहार लगायतका कुराहरू त्यो पार्टीले समीक्षा गर्दै होला। महतोले समाजवादी पार्टी सरकारबाट बाहिर ननिस्किनेसम्म पार्टी एकताको कुनै पनि प्रक्रिया अगाडि नबढ्ने समेत दावी गरेका छन्। आफूहरू पार्टी एकता वैकल्पिक शक्ति निर्माणका लागि गर्न लागेकोले त्यसअनुसारको वातावरण बन्न आवश्यक रहेको उनले बताए। हामी यो मुलुकमा एउटा वैकल्पिक शक्ति निर्माणको लागि एकीकरणका कुरा गरेका छौँ। काङ्ग्रेस र कम्युनिस्टको विकल्पमा जनताले विकल्पमा खोजेको छ, एउटा लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माण गर्न खोजेको छ। त्यसको लागि हामी समाजवादी लगायतका पार्टीहरूसँग एकता कुरा गरिरहेको हो। त्यसले सरकारमा गएर चाहिँ वैकल्पिक शक्ति निर्माण हुन सक्दैन। राष्ट्रिय आन्दोलनको खाँचो छ। राजपामा देखिएका विवादहरू र विभिन्न नगरहरूमा गठन भएका अलग अलग तदर्थ समितिको समाधानका लागि छिटै काठमाडौँमा बैठक हुने समेत उनले बताए। विमानस्थलमा राजपाका नेता कार्यकर्ताहरूले महतोलाई स्वागत गरेका थिए। सार्वजनिक खरिद ऐन निर्माण मैत्री बनाउन सरकारलाई दबाब दिँदै आएका निर्माण व्यवसायीहरूले शुक्रबार सार्वजनिक खरिद अनुगमनको कार्यक्रममा कार्यालयमा धरना दिएका छन्। नेपाल निर्माण व्यवसायी महासङ्घको नेतृत्वमा काठमाडौँको चावल स्थित सो कार्यक्रममा पुगेका निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद ऐन निर्माण मैत्री बनाउन दबाब दिँदै शुक्रबार बिहान 1 घण्टा धरना दिएका हुन्। सार्वजनिक खरिद नियमावली 2076 मा गरिएको निर्माण कम्पनीहरूको म्याद थप र बैंक क्रेडिटलाई सम्बन्धी व्यवस्था तत्काल संशोधन गर्न माग गर्दै उनीहरूले सरकार विरुद्ध आन्दोलन गर्दै आएका छन्। अवरुद्ध रहेका विकास निर्माणको कामलाई सुचारू गर्ने आफूहरूको समस्या समाधानका लागि सहजीकरण गर्ने सो अनुगमन कार्यालयका सचिव सापकोटालाई ज्ञापन पत्र बुझाइएको महासङ्घका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो। उहाँले आफूहरूको सो समस्या समाधानका लागि तत्काल वार्ता समिति गठन गर्न पनि अनुगमन कार्यालयको ध्यानाकर्षण गराएका थिए।
यता सचिव सापकोटाले पनि सो ऐन संशोधन गरेर निर्माण व्यवसायीहरूको माग संशोधन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले निर्माण व्यवसायीहरूको माग संशोधन गर्नका लागि आफूहरूले कानुनी परामर्शको काम सुरु गरिसकेको पनि बताउनुभयो। सचिव सापकोटाले निर्माण व्यवसायीहरूले राखेका माग सम्बोधन गर्न मुख्य सचिव नेतृत्वको उच्च स्तरीय समितिसँग पनि छलफल भइरहेको पनि बताउनुभयो। नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेङवाङले निर्माण व्यवसायीहरूको समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ। शुक्रबार नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिहरूसँगको सामूहिक भेटमा मन्त्री नेङवाङले सार्वजनिक खरिद नियमावलीको 8औं संशोधनमाथि अध्ययन गरी व्यवसायीहरूको समस्या समाधान गर्ने बताउनु भएको हो। कुनै पनि नीति निर्माण गर्दा वैज्ञानिक ढङ्गले गरिने भएकाले व्यवसायीहरूको मागप्रति आफ्नो ध्यान आकर्षण भएको समेत उहाँले बताउनुभयो। व्यवसायिकलाई सक्षम सबल सुदृढ बनाएर जानु अपरिहार्यता छ। यो यहाँले महसुस गर्नुभएको छ। विगतको भन्दा अहिले फरक कामलाई गति दिनुपर्ने छ। सरकारको तर्फबाट नीतिहरूदेखि लिएर निर्माण गर्ने सन्दर्भमा पनि लचकता र वैज्ञानिक बनाएर लाने कुराहरू थालेकै छन्। सरकारले लिएको जुन एउटा नीति छ, एउटा चाहिँ रोडम्याप छ, त्योसँग के गर्दा त्यसको सफलताको निम्ति यहाँहरूलाई चाहिँ सकेसम्म एकीकृत र केन्द्रित सबल र सक्षम व्यावसायिकतामा बनाउँदै लगेर सफलता हासिल गर्नुपर्छ। हेर्छु, अध्ययन गर्छु होइन, र यहाँहरू स्टेक होल्डरलाई कसरी समावेश गर्न सकिन्छ, विगतमा के कति छलफल गराएर यहाँको सुझावहरू लिएको छ र अब के गर्न आवश्यक हुन्छ, सबै परामर्श गरेर मैले स्वाभाविकले यहाँहरूका कुराहरू दोस्रो पटक आज त बधाई शुभकामना दिने मात्र हो, एकचोटि यहाँहरूसँग हामी कन्सल्ट गर्छौँ। निर्माण व्यवसायीहरूले नवनियुक्त मन्त्री नेङवाङलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक खरिद नियमावलीको 8औं संशोधनपछि आफूहरू कुनै पनि विकास निर्माणका काम गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन्। उनीहरूले बैंक क्रेडिट राख्नुपर्ने व्यवस्थामाथि पुनर्विचार गर्न समेत आग्रह गरेका छन्। अर्को कुरो के हो भने 8औं संशोधन के आयो भने ब्याङ्क क्रेडिट, अब जति सम्पत्ति भए पनि त्यो ब्याङ्कमा लगाएर त्यो सम्पत्ति चाहिँ राखेर नपुग्नु भइसक्यो। किनभने अब 1 अर्बको काम छ भने तपाईँको चाहिँ 25 करोडको तपाईँको चाहिँ क्रेडिट छ हेर्नुहोस् है। क्रेडिट चाहिँ त्यो त हामीले घर जग्गै लगेर तपाईँको घरै घर जग्गा लगेर त्यहाँ पास गर्ने मात्रै त्यो पाउनु पनि नभए अनि त्यसको त्यत्तिकै तपाईँको कमिसन पनि त्यत्तिकै लाग्यो हेर्नुहोस् है। ब्याङ्क बनाउँदाखेरि छ नि। निर्माण व्यवसायीहरूले एक सातादेखि सार्वजनिक खरिद नियमावली 2076 को 8औं संशोधनले व्यवसायीहरू मारमा परेको भन्दै विभिन्न मागसहित आन्दोलन गरिरहेका छन्। नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अनाथ बालबालिकासँग भेट गर्नुभएको छ। मन्त्री गुरुङले पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार दिउँसो आफूहरूलाई बधाई दिन आएका करिब 48 जना अनाथ बालबालिकासँग सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा भेट गर्नुभएको हो। भेटका अवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरूको संरक्षणको जिम्मेवारी राज्यले लिने बताउनुभयो। त्यसका लागि उहाँले बालबालिका सम्बन्धी ऐन नियमको आवश्यक संशोधन तत्काल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। मन्त्री गुरुङले बालगृहको नाममा ठगी खानेहरूलाई भने सरकारले कारबाही गर्ने पनि बताउनुभयो। नाममा विभिन्न गतिविधिहरू गर्ने, जस्तो बालगृहको नाममा बालकहरूको नाम देखाएर फोटो देखाएर त्यसलाई अनावश्यक रूपमा चाहिँ फेरि पनि अस्वस्थ गतिविधि गर्ने, त्यस्तो किसिमको गतिविधि गर्ने बालगृह संस्थाहरू पनि छन्। हामीले त्यस्तो दुईटै बालगृहको संस्थाहरू राम्राका निम्ति साँच्चै तिलहर्जी जस्ता आफ्नै एउटा कथा बोकेको बालगृहहरू पनि असल उद्देश्यबाट अभिभावक बन्ने र ती सडकमा रहेका बालबालिकाको हितको निम्ति स्थापित एउटा संस्था छन् भने कोही बालगृह चाहिँ कुनै एउटा चाहिँ आफ्नो एउटा स्वार्थको निम्ति आफूले त्यसलाई ब्ल्याकमेलिङ भन्ने के हो के भन्ने त्यसलाई त्यसको निम्ति चाहिँ बालबालिकालाई सडकको बालबालिका देखाएर चाहिँ आफ्नो अवसर लिने त्यस्ता अवसर। मन्त्री गुरुङले काठमाडौँको
गोकर्णस्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रको संरक्षणमा रहेका ती अनाथ बालबालिकाहरूलाई यसअघि पनि सांसदहरूको रूपमा खाद्यान्न तथा लत्ता कपडा लगायतका वस्तुहरूको सहयोग गर्दै आउनुभएको थियो। उहाँले अनाथ टुहुरा बालबालिकाहरूको हितमा आफू केन्द्रित हुने पनि बताउनुभयो। संस्थाका अध्यक्ष तिलबहादुर कार्कीले मन्त्री गुरुङले सांसदको रूपमा आफ्नो संरक्षणमा रहेका अनाथ बालबालिकाहरूप्रति विगतमा गर्दै आउनुभएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिन पनि थप सहयोगको अपेक्षा गरिएको बताउनुभयो। जुवक सरहरूले कार्यक्रम गर्नुभएको थियो। बच्चालाई लत्ता कपडादेखि लिएर खानपिनदेखि लिएर सबै गर्नुभएको थियो र यसपालि दसैँमा पनि गर्नुभएको छ र यिनै नानी बाबुहरू हजुरहरूको हो। अब सरकारबाट के आश्वासन हामीलाई हुन्छ भने काहीँ प्रति जग्गा कुनै ठाउँमा केही भयो भने यी बच्चाहरूलाई भोलि सडकमा नजाउन्, यी बच्चाहरू भोलि सडकमा गएर त्यो भौतारेर नपरोस्। त्यही भनेर नि मैले आज तपाईँलाई चाहिँ एउटा यी बच्चाको तर्फबाट हाम्रो टिम मेम्बर सबैको तर्फबाट चाहिँ शुभकामना दिन आएको हुँ। त्यस अवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरूले आफूलाई बधाई दिएर बालबालिकाको हितमा काम गर्न झनै प्रोत्साहित गरेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो। उहाँले बिहीबार पदभार ग्रहण गर्दै बाल विवाह अन्त्यका लागि 2 महिनाभित्र राष्ट्रिय कार्ययोजना तय गरिसक्ने प्रस्ताव स्वीकृत गर्नुभएको थियो। जिल्ला मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल 5 लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। सेवाग्राहीबाट घुस लिँदै शुक्रबार बिहान उनी कार्यालयबाटै पक्राउ गरेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको कार्यालय प्रमुख सहसचिव नारायण प्रसाद सापकोटाले बताए। सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए। त्यस सम्बन्धी कागज माग्ने क्रममा मण्डलले कागज दिन आनाकानी गरेर रकम माग गरेको अख्तियारमा उजुरी परेको थियो। महोत्तरीको जलेश्वरमा सडक अतिक्रमण गरी बनाएका टहरा धमाधम हटाउन सुरु गरिएको छ। नगरपालिकाले नगर क्षेत्रभित्र सडक अतिक्रमण गरी सयौंको संख्यामा बनाएका टहराहरू धमाधम हटाउन थालेको हो। सडक खाली गर्न पटक पटक समय दिँदा पनि पसलेहरू अटेरी गरेपछि नगरपालिकाले आजदेखि टहरा तोडफोड गर्दै अतिक्रमित सडकका जग्गाहरू खाली गराउन थालेको छ। नगरपालिकाबाट खटिएका नगर प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरले नगरभित्र सडक अतिक्रमण गरी निर्माण गरिएका टहरा हटाउने अभियान थालेको जनाइएको छ। बलात्कारको अभियोग लागेको अनेरा सिबियुका केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका स्वयं सहसचिव इन्द्रदाङ राईलाई जिल्ला अदालत काठमाडौँले पूर्व पक्षका लागि थुनामा पठाइएको छ। उनलाई बलात्कार गरेको भन्दै 7 दिनदेखि 10 वर्षसम्म कैद सजाय गर्नुपर्ने माग सरकारी वकिल कार्यालय काठमाडौँले गरेको छ। उक्त मुद्दामा राईको बयान र थुनचेक बहसपछि बिहीबार जिल्ला अदालत काठमाडौँको न्यायाधीश मनोज कुमार पोखरेलको इजलासले उनलाई थुनामा पठाएको हो। राईले कार्तिकमा एक युवतीलाई भैली खेल्न जाने भन्दै बोलाएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको थियो। काठमाडौँको माकलबारीमा आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरीवृत्त बौद्धले जनाएको थियो। पीडितले उजुरी गरेपछि राई पक्राउ परेका थिए। भारतसँग सीमा जोडिएको बैतडीले झुलाघाट नाका आजदेखि 4 दिने बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर 9 गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो। मङ्सिर 8 गते भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकोले सुरक्षा संवेदनशीलताको कारण जनाउँदै साँझ 5 बजेदेखि मङ्सिर 9 गते साँझ 5 बजेसम्म सीमा नाका बन्द हुने जनाइएको छ। यस अवधिमा आकस्मिक रूपमा नाका खोल्नु परेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिए। सरकारले फिनल्यान्डका उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ आचार्यले अर्यालले लगानीको वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न फिनल्यान्डको उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको हो। शुक्रबार नेपाल चेम्बर अफ कमर्सले फिनल्यान्डका उद्योगी व्यवसायीहरूसँग गरेको एक अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै उहाँले विश्व बैंकले सार्वजनिक गरेको डुइङ बिजनेस
इडेक्सले पनि नेपालमा लगानीका लागि वातावरण बन्दै गएको देखाएकोले नेपालमा लगानी गर्न उपयुक्त हुने पनि बताउनुभयो। सचिव अर्यालले नेपालमा वैदेशिक लगानी आएमा सरकारले एकद्वार प्रणाली मार्फत सेवा दिने नीति लिएको पनि स्पष्ट पार्नुभयो। 2 dozens of the economic related laws which are favorable to the investors, which are favorable to the traders, and which are also favorable to the people who export from here and all. Nevertheless, the implementation is important. The World Bank published one report on the doing business, and in the doing business ranking, we moved by 16 ranks upward. So, and that is a remarkable progress. That's what we believe. कार्यक्रममा फिनल्यान्डका लागि फिनल्यान्डका राजदूत पेरटी एन्टिनले दुई मुलुकबीचका उद्योगीहरूको सम्बन्ध बलियो हुँदै गएकोले लगानी र व्यापारका आधारहरू बन्दै गएको बताउनुभयो। उहाँले फिनल्यान्डका लगानीकर्ताहरू नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको समेत बताउनुभयो। And after Treasury won a hydropower project, which is I think the Korean-led initiative. So that's such an example that there's interest from Finland side to put money into Nepal's infrastructure, but also business-wise. I hope that FinFund will visit again here and see even more opportunities here in Nepal. कार्यक्रममा नेपाली व्यवसायीहरूले फिनल्यान्डका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहले लाभग्राहीहरूको झुटो विवरण दिने गरेको गुनासो गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले स्थानीय तहले वास्तविक लाभग्राहीलाई आवास निर्माणका लागि सिफारिस नगरेको गुनासो गर्नुभएको हो। उहाँले शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा स्थानीय तहको कारण वास्तविक लाभग्राहीहरूको पहिचान गर्न समस्या परेकाले भूकम्पले ध्वस्त बनाएका आवास पुनर्निर्माणका काममा जटिलता थपिएको पनि स्पष्ट पार्नुभयो। प्रमुख कार्यकारी अधिकृत गेवालीले जनप्रतिनिधिमूलक निकाय स्थानीय तहले गुनासो सुनवाईको क्रममा लाभग्राहीहरूको झुटो विवरण प्राधिकरणलाई सिफारिस गरेकाले निजी आवास पुनर्निर्माणको कामलाई ढिलाइ हुन गएको पनि स्पष्टीकरण पनि दिनुभयो। ध्यान चाहिँ गएकै पर्छ जनप्रतिनिधिहरूको बिचमा कि स्थानीय तहबाट सिफारिस ल्याउँदाखेरि हाम्रो अपेक्षा के थियो भन्दाखेरि चाहिँ जो चाहिँ रियल लाभग्राही हुनै पर्ने हो त्यसको मात्रै सिफारिस हुनेछ। त्योभन्दा बियोन्ड चाहिँ तपाईँको प्रेसरको हिसाबले अरू ढङ्गले चाहिँ आउने छैन भन्ने हाम्रो अपेक्षा थियो। तर हाम्रो त्यो अपेक्षा विपरीत, मैले यो कुरा राख्नुपर्छ। अहिले चाहिँ हामीले त्यो हेर्दाखेरि वडाबाट सिफारिस हुँदाखेरि वा चाहिँ गाउँपालिकाबाट वा नगरपालिकाबाट सिफारिस हुँदाखेरि चाहिँ जति आयो यसलाई त कर्पोरेट ठाउँमा चाहिँ जनप्रतिनिधिहरूले त्यसलाई चाहिँ स्क्रिनिङ गरेर जति पर्ने हो यो मात्रै हो, योभन्दा बियोन्ड होइन भनेर चाहिँ त्यसरी चाहिँ तपाईँको सिफारिस भएको छ भने कर्पोरेट ठाउँमा यो त माग भएर आएको छ, जनतालाई चाहिँ हामीले चाहिँ सिफारिस गरेर दिँदाखेरि पैसा प्राप्त हुन्छ भने किन रोक्ने भन्ने ढङ्गले चाहिँ आइदिँदाखेरि चाहिँ हामीले चाहिँ त्यसले एउटा जटिल अवस्था सिर्जना भएको छ। यो कुरा मैले चाहिँ यहाँ सम्झिसँगै राख्नै पर्छ, किनभने हामीलाई चाहिँ के कुरा थाहा हुने भएन किनकि हामीले चाहिँ प्राधिकरणले आगामी पुस मसान्तभित्र निजी आवास पुनर्निर्माणका लागि भरिएका बाँकी गुनासोहरूको सम्बोधन गर्ने कार्ययोजनाका साथ काम भइरहेको पनि जनाएको छ। प्राधिकरणले 14% लाभग्राहीहरूको निजी आवास पुनर्निर्माणको काम सुरु गर्न बाँकी रहेको जानकारी पनि समितिलाई दिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवकका लागि कानुन संकायका विद्यार्थी परिचालन गर्ने भएको छ। युवा स्वयंसेवकको परिचालन गरी ट्राफिक व्यवस्थापनमा सुधार गर्ने र नागरिकसम्म ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने भावना अभिवृद्धि गर्ने उद्देश्यका सहित विद्यार्थीलाई परिचालन गर्न लागि ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आगामी आइतबारदेखि एक सातासम्म चल्ने दोस्रो चरणको अभियानमा काठमाडौँ स्कुल अफ ल, चक्रवर्ती अवि एजुकेसन एकाडेमी र नेसनल ल कलेजका विद्यार्थीहरू ट्राफिक स्वयंसेवकको रूपमा परिचालन हुने बताउनुभयो। अभियानमा 355 जना युवा ट्राफिक स्वयंसेवकहरू परिचालन हुनेछन्। ट्राफिक प्रहरले परिचालन हुने विद्यार्थीहरूलाई शुक्रबार एक दिने प्रशिक्षण समेत दिएको छ। गरिकन काठमाडौँ उपत्यकाका कानुन संकायका विद्यार्थी भाइ बहिनीहरू
लाई चाहिँ हामी स्वयंसेवकको रूपमा परिचालन गर्दैछौँ। टेन्टेबली 400 जना जति स्वयंसेवकहरू परिचालित हुनेछन् र यसको मुख्य उद्देश्य भनेको नै हामीले चाहिँ विद्यार्थी तथा युवाहरूसँग हाम्रो सम्बन्ध र समन्वयलाई अझ बढाउने र उहाँहरू मार्फत आम नागरिकहरूलाई ट्राफिक सचेतनालाई चाहिँ फैलाउने र उहाँहरूको सहयोगले ट्राफिक व्यवस्थापनलाई अझ सहज बनाउने भन्ने मुख्य उद्देश्य हो। र यो हामीले गर्दाखेरिको अवस्थामा ट्राफिक एजुकेसन चाहिँ घर घरमा पुग्नेछ र ट्राफिकलाई पालना गर्नुपर्छ भन्ने आम प्रवृत्ति बस्नेछ र ट्राफिक नियमको उल्लङ्घनको घटनाहरूमा कमी आउनेछ र दुर्घटनामा पनि कमी आउनेछ भन्ने चाहिँ हाम्रो चाहिँ मुख्य उद्देश्य हो, त्यो अपेक्षा हो। त्यो पुरा गर्नको लागि हामीले यो कार्यक्रम सुरु गरेका छौँ। ट्राफिक प्रहरले गत असोज 5 गते पहिलो चरण अन्तर्गत 500 जना युवा ट्राफिक स्वयंसेवकहरू परिचालन गरी ट्राफिक व्यवस्थापन सम्बन्धी एक साता लामो अभियान सञ्चालन गरेको थियो। राइड टु सिन्धुलीगढी साइकल यात्रा काठमाडौँबाट सुरु भएको छ। काठमाडौँमा पशुपति क्षेत्रबाट पर्यटन मन्त्री योगेश भट्टराईले साइकल यात्राको शुभारम्भ गर्नुभयो। समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस वर्ष साइकल यात्रीहरूको उल्लेख्य सहभागिता रहेको आजबाट सुरु भएको साइकल यात्रा जनकपुरको जानकी मन्दिरमा पुगेर समापन हुनेछ। यात्रामा 167 जना साइकल यात्री सहभागी भएका छन्, जसमा 18 जना महिला साइकल यात्री सहभागी रहेको छ। यो साइकल यात्राका महिला सहभागीहरूलाई संयुक्त राष्ट्र सङ्घ र ब्रिटिस काउन्सिलले सहयोग गरेको छ। समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबन्धन गर्न 4 वर्षदेखि राइड टु सिन्धुलीगढी आयोजना गर्दै आएको छ। साइकल यात्रीले 250 किलोमिटरको यात्रा 4 दिनमा सम्पन्न गर्नेछन्। 13औं दक्षिण एसियाली खेलकुद सागको ओलम्पिक टर्च र्याली काठमाडौँबाट सुरु भएको छ। स्वयम्भू मन्दिरमा परिसरमा वरिष्ठ ओलम्पियन पूर्व धावक जितबहादुर केसीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले टर्च हस्तान्तरण गर्नुभएको थियो। नेपाली ओलम्पिकहरूले ओलम्पिक टर्च देशका प्रमुख सहर र 7 प्रदेशमा पुर्याउने कार्यक्रम रहेको छ। पहिलो दिन र्याली प्रदेश 1 को विराटनगर, दोस्रो दिन प्रदेश 2 को जनकपुर, तेस्रो दिन प्रदेश 3 को हेटौडा र चितवन, चौथो दिन प्रदेश 5 को लिम्बुनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश 5 को नेपालगञ्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिनेछ। आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइनेछ। नवौं दिन काठमाडौँको विभिन्न स्थान परिक्रमा गराई साग उद्घाटन स्थल त्रिपुरेश्वर स्थित दशरथ रङशालामा दीप प्रज्वलन गरी र्याली सम्पन्न हुनेछ। र्यालीमा ओलम्पियनहरू तेकान्दोको दीपक बिष्ट, एथलेटिक्सका वैकुण्ठ मानन्दर र राजेन्द्र भण्डारी, पोडोकी नयना साक्य, बक्सिङका उमेश मास्के, जुडोको देबु थापा लगायतको सहभागिता रहनेछ। 7 राष्ट्रको सहभागितामा 3000 भन्दा बढी खेलाडीले भाग लिने सागमा 26 खेल समावेश छन्। सागको मङ्सिर 15 गते उद्घाटन र 24 गते समापन हुनेछ। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।